दिदी तपाईँ बस्दै गर्नु, म यसो तल्लो गाउँतिर गएर आउँछु है। किन बुहारी तँलाई गाउँतिर जानुपर्ने काम के थियो र? काम त छ नि दिदी, त्यहाँ एकजना साथीलाई भेट्नु थियो, त्यही भएर जान लाग्यो। हुन्छ नि बुहारी, त्यस्तै काम पर्यो भने जाऊ, तर बेलुका घर चाहिँ चाँडै आऊ है त। छिटै आउने कोसिस त गर्छु नि दिदी, तर साथी भेटिन्छ कि भेटिँदैन, भेटेन भने एकछिन कुर्न पर्ने हुन्छ। हेर बुहारी, हामी छोरी मान्छे भएर धेरै गाउँ डुल्न हुँदैन, उसै त गाउँले कुरा काट्छन्, त्यसैले विचार पुर्याएर हिँड भन्न खोजेको मात्रै हो। हुन त हो नि दिदी, काम विषयले हिँड्न लागेको हो, त्यतिकै त कहाँ हिँड्न आँटेको हो र। अब आफ्नो कामले गाउँतिर जाँदाखेरि कुरा काट्छ भने काटिरहनु, काट्नेको मुख थुन्न सकिन्न, हामीले के नै गर्न सक्छ र। गाउँलेको काम हो, गाइरहन्छ। ल बुहारी, आजकल दिन छोटो छ, गफ गरेर बस्यो भने दिन जान्छ, बरु छिटो गएर छिटो आऊ है त। हुन्छ, के गरी म आउनु ढिला भयो भने त्यो बाख्रालाई घाँस पानी गर्दै गर्नु ल। नमस्ते नमस्ते। बिर्के भित्र गएर हुक्का बनाएर ल्याउ त, आज मलाई हुक्का खानु पर्यो। हस् काई सर, म बनाएर ल्याउँछु। बिर्के एउटा हुक्का बनाउनु पनि यत्रो टाइम लाग्छ क्या हो? बिर्के, आज तेरो साथी चौधरी चाहिँ कहाँ गयो? खै काई सर, मैले पनि भेटे होइन। नमस्कार काई सर। नमस्कार नमस्कार। तिमीलाई मैले पहिला त यो गाउँमा देखेको थिएन त। खै हजुरले कहाँ देख्नु, म तल्लो गाउँको हरिको मिजी हो नि। तिमी आज मेरो घरमा एक्कासी कसरी आयो त? हजुर त यो गाउँमा राम्रो मान्छे हुनुहुँदो रहेछ, त्यसैले भेटौँ भनेर आएको नि हजुर। हेर्नुहोस्, राम्रो नराम्रो थाहा भएन, हाम्रो काजी खानदानले यो गाउँमा पहिल्यैदेखि राम्रो गरेको छ, त्यसैले गाउँको मान्छेहरूले हामीलाई राम्रो मान्दै आएको छ, हाम्रो इज्जत पनि छ। हो हजुर। मितको घरमा के काम परेर आएको कि घुम्न मात्रै आएको? खै कता मिजुले घर जग्गा बेच्दै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो। ए, तिमी पनि यही गाउँमा बसाइ सर्न लागेको हो? अनि हेरे त घर जग्गा चित्त बुझ्यो? हेरे हजुर, ठिक लाग्यो, अब घर सल्लाह गरेर आउनु पर्ला। भनेपछि फेरि यो गाउँमा जनसङ्ख्या बढ्ने भयो। कोहीलाई यो गाउँ मन नपरेर बसाइ सरेर गएको छ, तिमीलाई भने यो गाउँ मन परेछ, स्वागत छ तिमीलाई यो गाउँमा। हस् हजुर, धन्यवाद। अनि हजुरको छोरा कहाँ जानुभयो होला? खै गयो होला नि गाउँतिर। मेरो छोरासँग के काम थियो कि? कोही काम त थिएन हजुर, त्यसै सोधेको। हस् त। नमस्कार काजी सर। नमस्कार नमस्कार। ओहो, यो त यहाँको आएर बसेर छ, मैले तँलाई कहाँ कहाँ खोजिन। किन खोजेस् त?
के कतै के गर्ने प्लान बनाएको छ? त्यस्तो होइन काजी सर, पारी गाउँतिर जाउँ भनेको, त्यही भएर खोजेको नि हजुर। खै त आज बिर्देश बाबुलाई देखिन त। ओइ कता पो गयो? तल्लो गाउँतिर घुम्न गयो कि माथि डाँडातिर चिया खान गयो कि के नभनिकन फुत्त निस्केर हिँड्छ? हस् त काजी सर, हामी पनि जान्छौँ। ओइ बिर्के, यो हुक्का भित्र लगेर राख अनि कहाँ जानुपर्ने जाऊ। हस् काजी साहब, चतुरे एकछिन पर्खे। ए बिर्खे, भएन, छिटो गर्न जाउँ। हस् त काजी साहब, हामी एकछिन पारी गाउँतिर गएर आउँछौँ। ओहो भाउजू, कता गएर आउनु भयो? अनि तिमीहरू चाहिँ कता हिँडेको नि? कि आज पनि अरूको कुरा काटेर आएको? होइन के भन्नुहुन्छ भाउजूले? हामीले कसको कुरा काटेर त्यस्तो? अझ कसको कुरा काटे अरे? मेरो नन्दाको कुरा काटेको, मेरा यही दुई कानले सुनेको। होइन, के नचाहिने कुरा गर्नुभएको भाउजूले? फेरि हामी अरूको कुरा काटेर हिँड्ने मान्छे पनि होइन। के कसो बिर्खे? के अरे? अझ मैले नचाहिँदो कुरा गरेँ अरे? तिमीहरू दुईजना त्यो लप्सीको बोटमुनि बसेर कुरा काट्दै गरेको मेरो यही आँखाले देखेको। त्यो दामोदरको छोरा सिद्धार्थ र मेरो नन्दा लट्ठारेर हिँड्छ भनेर कुरा गर्दै थियो त। भाउजू त्यस्तो केही पनि होइन, हामीले पनि रेको कुरो मात्र गरेको हो। खाएको तालमा के बोलेछ बोलेछु। भाउजू यसरी आवेशमा नआउनुहोस् न, हामीले गल्ती गरेछौँ। एकचोटि माफ गर्नुहोस् न भाउजू। अबदेखि आइन्दा यस्तो कुरा काट्दै हिँडेको देख्यो भने गाउँले सारा बोलाएर तिम्रो दुईजनालाई सिस्नो पानी लगाउनु नपरोस् नि। फेरि अर्काको जिन्दगीसँग खेलबाड गर्दै हिँड्ने तिमीहरू कसको कुरा सुनेर यसरी एकान्तमा बसेर कुरा काट्दै हिँड्छौ? हो ल ठिक छ, मैले त माफ गराउँला तिमीहरूलाई। तिमीहरूको यस्तै हरकत भइरह्यो भने यो समाजले तिमीहरूलाई माफ त के, यो गाउँमा बस्न पनि दिँदैन। अस्ति विद्युतले मेरो बुढालाई थर्काएको पनि तिमीहरूकै कारणले गर्दाखेरि हो रे। आइन्दा विचार पुऱ्याएर हिँड। हजुर हुन्छ भाउजू। हस् भाउजू, ल आज राजको बुढलाई के भएछ? अर्काको रिसाइमा कि पोखिरहेको छ त? त्यही त मलाई त्यस्तै लाग्न थाल्यो। अब हेर बिर्खे, यो गाउँमा अब हामी होस पुर्याएर मात्र हिँड्न पर्छ। तैँले ठिक भनिन्छ पुरै। कहाँको तिमीहरू के हुँदैछ? बस हामी त हजुरको घरतिर गएको थियौँ, गाई साहबसँग भेट भयो। हुक्का बनाएर ल्याऊ भन्नुभयो। अनि विदेश बाबु खोइ त भनेर सोधेको, खोइ कता गयो भन्नुभयो। ए कुरा त्यस्तो पो? अनि किन गएको त तिमीहरू? फेरि बुवा हजुरले शङ्का गरेर नि फेरि हामीले गरेको काम बुवा हजुरले थाहा नपाओस् फेरि। म त अगाडि नै पुगेको थिएँ, अनि हुक्का बनाएर ल्याए भन्नुभयो। हुक्का बनाएर ल्याएर दिएको, त्यतिखेरै हरेको मिठा टाइप। अनि के भन्यो त त्यसले? कतै मेरो कुरा त गरेन? त्यस्तो त केही गरेन हजुर, हाम्रै गाउँमा आएर बस्नु अब। ए कुरा त्यस्तो? ठिक छ, आएर बस्छ भने बस्नु नि त।
यदि हाम्रो बारेमा त्यसले केही कुरा गर्छ भने त्यसले के गर्नुपर्छ मैले जानेको छु। बोस सायद हाम्रो कुरा त्यो हरिले सबै मितलाई सुनाए जस्तो छ। मित मिलेर माथि डाँडातिर कुरा गरेको मेरै आँखाले देखेको। अनि तिमीहरू दुईजनाले सुनेन के कुरा गर्यो भनेर? हामी त अलि टाढै थियो बोस, त्यसैले केही पनि सुनेन। हो बोस, हामीले देख्यौँ मात्र तर कुरा सुन्न पाइएन। त्यसो भए ठिक छ, अबदेखि तिमीहरूले सोचेर बुझेर मात्र हिँड। यदि बुवा हजुरले थाहा पाउनु भयो भने नराम्रो हुन्छ। बोस त्यसबारेमा हजुरले चिन्तै लिनु पर्दैन, बरु हजुरसँग एउटा गोप्य कुरा गर्न थियो। के कुरा हो भन न त, किन अनकनाएर आएको छ? अलिअलि खर्च चाहिएको थियो बोस। जाबो यति कुरा गर्न पनि अनकनाउने तिमीहरू? बोसले केही भन्नुहुन्छ कि भनेर नि। ठिक छ, धेरै खर्च गर्ने होइन। फेरि पैसा पाउन साथ तिमीहरू भट्टीतिर छिर्ला नि फेरि। राख यो दुवैजनालाई। हस् बोस, त्यस्तो के गर्नु बोस? ल ठिक छ, तिमीहरू जाऊ, मेरो यहाँ अलिकति काम छ। खै सरी, तिम्रो बाबाले मलाई पनि केही पनि नभनिकन गएको। हजुरलाई एउटा कुरा थाहा छ? हाम्रो बाबा घरमा नआउनु भएको कारण हजुरले जहिले दिदीलाई गाली गर्नुहुन्छ, कचकच गरिरहनुहुन्छ, त्यही भएर बाबा घर नआएको। चुप्ला, बच्चा भएर धेरै कुरा नगर। मैले तिम्रो बाउलाई के भनेको छ र? बाबालाई नभने पनि दिदीलाई भन्नुहुन्छ नि, त्यसैले होला। अनि तेरो दिदी खोइ त, कता गए त्यो? जानुभयो होला नि कामतिर, जतिखेर पनि काम त गर्नुहुन्छ नि, त्यही पनि हजुरले देखिसक्नुहुन्न। प्योरै त्यस्तै छ नि, त्यही भएर त मैले गराएको। आमा, जहिले हजुर तामाङ ड्रेस लाएर बस्नुहुन्छ, किन? मलाई तामाङ कपडा मनपर्छ नि छोरी, त्यसैले। आमा, बाबा र हजुरको त अनुहार एउटै देखिन्छ तामाङ जस्तै, अनि दिदीको पनि हजुरहरू जस्तै देखिन्छ, तर दादा र मेरो किन बाहुन जस्तो देखिन्छ भन्नुस् त? तँलाई आज के भयो छोरी? सबै कुराको चासो लिइरहेछ त। भन्नु न आमा, किन त्यस्तो देखिएको भन्नु न। पहिला मेरो बुढो बाहुनै थियो, त्यही बाहुनपट्टिको छोराछोरी हौ तिमीहरू। अहिले तेरो बाउसँग म आउँदाखेरि तिम्रो दाइ सानै थियो, अनि तिमी मेरो कोखमै थियो, त्यही भएर छोरी। अनि तिमीहरू भन्नु बाहुनपट्टि गएको। अनि बाबाले त हामीलाई आफ्नै छोराछोरी जसरी माया गर्नुहुन्छ नि त, तर हजुरले त दिदीलाई कहिले आफ्नो सम्झेर माया गर्नु भएन नि त। त्यही पनि दिदीले हजुरलाई त आफ्नै आमा सम्झेर माया गर्नुहुन्छ। दिदीको मायालाई हजुरले किन नबुझ्नु भएको आमा? त पनि धेरै बोल्ने भएछ, पछि गएर तेरो दिदी जस्तो त बन्ने त होइन। दिदी जस्तो भए त ठिकै छ नि, तर हजुर जस्तो त म हुँदिन। तेरो दिदीको धेरै कुरा नगर। होमवर्क गर्नु छ होला, माथि गएर होमवर्क गर। गरिहाल्छु नि आमा, हजुरले भन्नै पर्दैन। होइन यो नगर मौली कहाँ गएर आएको? सधैँभरि यो गाउँ डुलेर त खानु पाउँदैन त। होइन है आमा, तपाईँले के भन्नुभयो कि म गाउँ डुलेर आएको जस्तो लाग्दैछ तपाईँलाई? झन् म चाहिँ भने गाई बस्तुलाई घाँस हालेर आइरहेको छु, जतिखेर पनि जे बोले नि हुने चाहिँ होइन है आमा। अब त अति भयो। के रे तेरै कारणले आज तेरो बाउ घरमा छैन, अझ मुखमा लाग्छस्। मैले चाहिँ के गरेको छु र आमा? जतिखेर नि मलाई मात्रै दोष लाउनुहुन्छ, मलाई मात्रै दोष लाउनुहुन्छ। मैले के गरेको छु र? बाउ आफै कता जानुभएको छ त मलाई मात्रै दोष लाउने हो? मेरो कारणले मेरो बुवाले घर छोडेर जानुपर्ने कुनै कारणै छैन। बरु तपाईँको रात दिनको किचकिच सहन नसकेर चाहिँ घर छोडेर जानुभएको होला। के मलाई मात्रै दोष लाउनुहुन्छ? ए मेरो कारणले गर्दा आज चाहिँ तेरो म थुतुनु सुतुनु ननिकाल छोड्दिनु। आमा, हुँदै आफ्नो छोरीलाई पनि छोड्नु भएन होइन? यत्रो भएको छोरीलाई हात गर्दा हजुरलाई अलिकति लाज लाग्दैन? यो गाउँको मान्छेहरूले के भन्ला भनेर पनि सोच्नु भएन अलिकति? यो गाउँको मान्छेले जेसुकै भनोस्, मलाई केही फरक पर्ने छैन। मेरो आफ्नै मानो खाएर बसेको छु, कसैको केही खाइदिएको छैन। भगवानले पनि हाम्रो आमालाई झुक्किएर दानवलाई मानवको रूप दिएर पठाएछन् कि क्या हो?
दिदीलाई त देखि सहेन हुँदा हुँदै बहिनीलाई पनि दानवको व्यवहार गर्न थालिसक्यो। जहिले सुकै घरमा किचकिच गरेछ। होइन मैले छोराछोरीले कराउनु पनि पाउँदैन। म दानव चाहिँ कहिले भयो? यदि म दानव भइदिएको भए तिमीलाई यति बेला ठुलो मैले बनाउँछ। कराउन पाउँछ भन्दैमा सीमा नै नङ्गु त भएन नि आमा। फेरि दिदी अर्कै आमाको छोरी भए तापनि मलाई साह्रै माया लाग्छ। दिन रात नभनिकन काम गरेको छ। हजुरले जति काम गरे पनि जस नदिनु। देखि यो घरमा यस्तो गरेको म चाहिँ सहन सक्दैन। जाउँ दिदी। यिनीहरूको फुर्ती धेरै बढेको छ। के गर्दो रहेछ म पनि हेरौँला। शान्ति कतिखेर आयो तिमी? हामी त माथि टाढातिर घुम्न गएको नि। बिजुले घर बस्दा बोर लाग्यो भने। अनि मितिनीज्यू सन्चै त हुनुहुन्छ नि? ठिक छ मितज्यू। एक्कासी आँखामा समस्या आएर कस्तो गाह्रो भयो। हजुरहरूलाई भेट्न नपाएरै जानु पर्यो। अनि शान्ति चेकअप गर्यो त? के भन्यो डाक्टरले? के भन्नु नि, आँखाको माथि भागमा मासु पलाइछ भन्नुभयो। अपरेसन गर्नुपर्छ भन्नुभयो। त्यही भएर घरमा आउनलाई ढिलो भयो। छोराले भन्न त आमालाई चेकअप गराएर पठाउँछु अनि म चाहिँ काम सकाएर आउँछु भन्दै थियो। काम चाहिँ के हो कुनी? छोराले तपाईँ घर जानु, म काम सकेर आउँछु भन्यो। त्यही भएर म त घर आएको। होला नि मिच्यो, अहिलेको केटाकेटीहरू पढे लेखेको हुन्छन्। के हुन्छ के हुन्छ। खै मिच्यो केही बुझ्न सकेन। अनि शान्ति तिमीलाई भोक लागेन र? के भोक लाग्नु, अघि मात्रै बजारमा खाना खाएर आएको। बुढा हजुरहरूले के खानु भयो कि भएन? मिच्यूले के खुवाउनु भयो? जे छ त्यही खाने त हो नि मितिनीज्यू। हामी त माथि डाँडाको पसलमा चियाएर आएको। हजुरले चिन्तै लिनु पर्दैन मितिनी। शान्ति अस्ति बिरदोजलाई बाटोमा भेटेको, मलाई त लम्की र झम्की पो गर्छ पो। त्यसपछि म काशी साहबलाई घरमै भेट्न गएको। काशी साहब घरमै हुनुहुँदो रहेछ। मैले सबै कुरा काशी साहबलाई भनेको त काशी साहबले छोरालाई सम्झाउँछु भन्दै हुनुहुन्थ्यो। होइन, त्यो बिरदोसको हामीले के खाइदिएको छ र? जहाँ भेटेको त्यही कराउनु पाउँछ त्यसले? बाहिर मात्रै गफ गरेर बस्ने कि भित्र पनि जाने? हो त, गफ गर्न पाएपछि अरू के चाहिन्छ भन्थे। त्यस्तो पो भएछ। बिचुले भोक लाग्यो कि? छैन जाउँ भित्र जाउँ। औषधि पनि खानुपर्ने होला। हिँड जाउँ भित्र। औषधि खानुपर्ने होला। नमस्कार हजुर।
नमस्कार नमस्कार। होइन हजुर, म त यता घुमे भएँ, यतातिर राम्रो जग्गा छ कि भनेर आएको थिएँ। हजुरलाई थाहा छ कि? मलाई यो जग्गाको विषयमा केही पनि थाहा छैन। तिमीलाई मैले यो ठाउँमा नौलो देखाएको छ त पहिलोपल्ट। म नयाँ मान्छे न हो हजुर। तिमी यो गाउँको नयाँ मान्छे, हामी कसरी विश्वास गरौँ? यो गाउँको बालबच्चा चेलीबेटीलाई के भयो भने को जिम्मेवारी? ए हजुर, हामी त्यस्तो खाले मान्छे होइन, हामीलाई जग्गा चाहिएको छ। त्यो त ठिक छ, तिमीले यो ठाउँमा जग्गा लिएर चर्च बनाउन लागेको त होइन? उतातिर सबैले भन्छन् तराईभन्दा पहाड नै राम्रो छ, त्यसैले हाम्रो दिल पहाडतिर लागेको छ। तिमी यो गाउँमा नयाँ मान्छे, तिम्रो जस्तो मान्छे आएर धेरै ठाउँमा बालबच्चाको किडनी बेच्ने, चेलीबेटी बलात्कार गर्ने, लुटपाट मचाउने धेरै हल्ला सुन्या छ। हेर भाइ, शङ्का त लागिहाल्छ नि, त्यही भएर सोधी मात्रै हेरेको। यसमा केही दुःख मान्नु पर्दैन भाइ। त्यो त हो हजुर। ल त म लाग्छु। ल तिमी यो गाउँमा नयाँ मान्छे आएको छौ, अलि होस पुऱ्याएर हिँड। दिदी के भयो? किन एकान्त ठाउँमा आएर बस्नुभयो? भाइ हेर्न त्यहाँ हाम्रो आमाको बात आजदेखि देख्छु। छाड्दिनुहोस् दिदी, हाम्रो आमालाई जति सम्झाए पनि केही होइन। मलाई जहाँसम्म लाग्छ दिदी, हाम्रो आमा यी केटाहरूलाई उचाल्न आउनु भएको होला। होइन भाइ, आमाले केटाहरूलाई उचाल्नु पर्ने कारण चाहिँ के छ त? हामीले आमालाई नराम्रो गरेको छैन, बरु आमा आफैले हामीलाई नै नराम्रो गर्नुहुन्छ। हुन त मलाई पनि के थाहा नि दिदी, कतै हाम्रो बाबा हराउनुमा यही कारण त होइन। अस्ति बिरदेउजले पनि हाम्रो बाबालाई धम्काउनु भएको थियो अरे। त्यस दिनदेखि अहिलेसम्म बाबा घरमा आउनु भएको छैन। कतै आमाले सम्पत्तिको लागि त केटाहरूसँग मिलेर प्लान बनाउँदै होइन? यदि सम्पत्तिकै लागि आमाले त्यस्तो गरेको हो भने घरमा बसेर राम्रोसँग सल्लाह गरेको भए आमाले पाउनुपर्ने सम्पत्ति त पाइहाल्नुहुन्छ। किन गाउँलेहरूको अगाडि रमिता देखाउन खोज्नु भएको होला? खै दिदी, सबैजना घरमा भएको बेलामा सल्लाह गरौँ, बाटोमा के कुरा गर्नु जाउँदैन। स्वर्ग जस्तै सुन्दरताले सजिएको ठाउँ, प्रकृतिले भरिएको मेरो प्यार गाउँ, मेरो गाउँ, मेरो गाउँ, मेरो गाउँ, प्यारो गाउँ, मेरो गाउँ, मेरो गाउँ, मेरो गाउँ, प्यारो गाउँ।